पाल्पा तानसेनको मेरो घरबाट देखिने दृश्य साँच्चै मनमोहक छ। मजाको पहाडहरू टाढाबाट चम्किरहेको, अलिअलि सूर्यको उज्यालो, शान्त वातावरण, मनलाई शान्ति दिने खालको, अद्भुत शान्ति दिने खालको छ है। मजाको यो चाहिँ फरक दिनको भिडियो हो जो यसलाई चाहिँ मैले एउटै गरेछु। अलिअलि घाम पनि लागेको, अलिअलि पानी पर्न लागेको त्यस्तो मौसममा खिचेको यो चाहिँ। जियोस् अलिअलि बादल उडेको छ, हेर्दा आनन्द आउँछ। मेरो घरबाट दिनदिनै फरक खालको दृश्य हेर्न पाइरहन्छु, जहाँ चाहिँ पाल्पाको सबभन्दा अग्लो डाँडा कौडे लेक पनि देख्न सकिन्छ। अनि अहिले चाहिँ बादलले ढाकेको छ, घरि देखिने घरि माथि आउने चाहिँ भइरहेको छ। जियोस् मजाको आनन्द दिने खालको मेरो घरबाट देखिन्छ। सुत्दाखेरि ताराहरू देखिने, उड्दाखेरि यस्तो फरक खालको दृश्य हर बेला हर बखत देख्न पाइन्छ। मजाको छ। यहाँबाट चाहिँ भ्यू सर हेर्न पाइन्छ। चाहिँ माथि तानसेन लेखेको डाँडा पनि देखिन्छ। आज चाहिँ चिसो भएको कारणले मैले यसो भिडियो बनाएको, तलतिर पनि घाम लाग्ला जस्तो गरिरहेको छ। यो भिडियो हेरेर तपाईँलाई के कस्तो लाग्छ यसको प्रतिक्रिया दिनु होला। तपाईँको ठाउँबाट कस्तो देख्छ त्यो पनि यसो भिडियो बनाएर तपाईँहरूले पनि हाल्नुहोस्। म तपाईँको पनि हेरिदिनेछु, लाइक कमेन्ट गरिदिनेछु। ल